हामी चढिरहेको छ हेलिकप्टरले लङ लाइनबाट लास झुन्डाले लगिरहेको छ अनि सातो गयो त्यतिखेर चाहिँ अब मर्ने ल्याएछ भने तपाईँको यतिको मर्नुको सट्टै त सगरमाथामा मर्छु नि भन्ने चाहिँ भएको थियो मलाई माथि गएर आउनेसम्म के धेरै नै लास भेटिँदो रहेछ अबै अलिक गहना जस्तो हुन्छ तर अति नै थियो मलाई एउटा ठाउँमा लोच्छेमा चाहिँ एकदमै डर लागेको किन भन्दा खुम्बु आइसफल एकदमै डर लाग्दो ठाउँ है त्यो हामी चढिरहेको छ 100 मिटर अगाडि आइसफल भएर झरिरहेको छ खसिरहेको छ सातो गएको छ त्यो लकले बस्ने ठाउँ हो फरेनर भेटेको थियो रोमानियन अनि उहाँको गाडी चाहिँ मेरो शुभचिन्तक रहेछ हामीले फोटो पनि खिचेको थियौँ सँगै उहाँले नै रोमानियनले नै खिचिदिनु भएको थियो कि अनि त्यही मान्छेको लास्ट 3 दिनपछि मैले लोच्छेमा भेटाएँ अनि मैले नागेर जानुपर्ने थियो कि अनि उहाँले चाहिँ विदाउट अक्सिजन गरिरहनु भएको रहेछ अनि ठ्याक्कै तपाईँको सानो कर्नर थियो त्यो मान्छे त्यस्तो परेर सुतिरहेको अनि अरू लास्ट त अब बोलेको थिएन त्यो मतलब भएन त्यो मान्छे चाहिँ बोलेको उसले मेरो फोटो पनि खिचिदिएको भएर ठ्याक्कै 3 दिनपछि त्यो मान्छेको लास्ट देख्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ भएको थियो लोच्छेमा चाहिँ सगरमाथा यहाँनिर छ लोच्छे यहाँ छ नुप्से यहाँ छ अनि क्याम्प 1 क्याम्प 2 क्याम्प 3 क्याम्प 4 हुन्छ होइन अनि क्याम्प 4 साउथ कोलबाट सगरमाथा जान्छ ठ्याक्कै यता लोच्छे फेस हुँदै जाने हो कि सगरमाथा चाहिँ चढियो आयो सोचेको पनि थिएन सगरमाथा चढ्दाखेरि एकदम गाह्रो भइसकेको थियो हाइपरथर्मिया मेरो सँगैको साथीको 3टा औँला नै फ्रस्ट बाइट भयो कालै भयो काट्नुपर्छ भनेर भनिरहेको थियो अनि धन्न थ्याङ्क गड मलाई चाहिँ के भने मेरो शेर्पाहरू एकदमै राम्रो पढ्नु भयो अनि आफूलाई चाहिँ किन अचिभ गरे जस्तो चाहिँ भएको थियो होइन तर त्यो एउटा आफ्नो अचिभमेन्ट बिसाउने पनि एउटा ठाउँ हुँदो रहेछ क्या जब म सगरमाथामा पुगेँ टुप्पोमा आफू त केही पनि भएन जस्तो लाग्यो कि अनि फोटो खिच्छु सबमिट फोटो खिच्छु भनेर अक्सिजन निकालेको त म त घुम्न थालेँ क्या त्यहाँ त अक्सिजन पुग्दैन नि त रिङ्गट लाग्यो अनि सकेन दाइ म त अक्सिजन निकालेर त फोटो खिच्न सकेन भने अनि अनुहार चिनेन भने त तिमीलाई त सर्टिफिकेटै दिँदैन भने कि मेरो त त चिन्छ नि दाइ भनेर म अक्सिजन लगाएर मैले सबै सबमिट गरेँ सगरमाथा चढ्नुभयो पहिला होइन अनि त्यस पछाडि तपाईँ कति तल झरेर माथि जानुपर्ने हुन्छ कस्तो हुँदो रहेछ कस्तो हुन्छ भन्दा तपाईँको सगरमाथा यहाँनिर छ लोच्छे यहाँ छ नुप्से यहाँ छ अनि क्याम्प 1 क्याम्प 2 क्याम्प 3 क्याम्प 4 हुन्छ होइन अनि क्याम्प 4 साउथ कोलबाट सगरमाथा जान्छ ठ्याक्कै यता लोच्छे फेस हुँदै जाने हो कि सगरमाथा चाहिँ अनि लोच्छे फेसमा तपाईँको क्याम्प 4 हुन्छ फेरि सगरमाथा चढेर अनि साउथ कोलमा क्याम्प 4 मा झरेर लोच्छेको क्याम्प 4 मा पुगेर अनि त्यसपछि पिकमा जाने हो कि अर्को धेरै झर्नु पर्दैन क्याम्प 4 टु क्याम्प 4 झर्नु पर्छ कहिले फिल भयो तपाईँलाई त हिमाल चढिरहँदा ला म त नसक्ने रहेछु गलेको फिल होइन गिभ अप गर्दिम कि त्यो खालको फिलिङ्स आयो आएन मलाई एउटा ठाउँमा लोच्छेमा चाहिँ एकदमै डर लागेको किन भन्दा खुम्बु आइसफल एकदमै डर लाग्दो ठाउँ है त्यो हामी चढिरहेको छ 100 मिटर अगाडि आइसफल भएर झरिरहेको छ खसिरहेको छ सातो गएको छ त्यो लकले बस्ने ठाउँ हो अनि त्यो ठाउँमा मैले एकजना फरेनर भेटेको थिएँ रोमानियन अनि उहाँको गाडी चाहिँ मेरो शुभचिन्तक रहेछ हामीले फोटो पनि खिचेको थियौँ सँगै उहाँले नै रोमानियनले नै खिचिदिनु भएको थियो कि अनि त्यही मान्छेको लास्ट 3 दिनपछि मैले लोच्छेमा भेटाएँ अनि मैले नागेर जानुपर्ने थियो कि अनि उहाँले चाहिँ विदाउट अक्सिजन गरिरहनु भएको रहेछ अनि ठ्याक्कै तपाईँको सानो कर्नर थियो त्यो मान्छे त्यस्तो परेर सुतिरहेको अनि अरू लास्ट त अब बोलेको थिएन त्यो मतलब भएन त्यो मान्छे चाहिँ बोलेको उसले मेरो फोटो पनि खिचिदिएको भएर ठ्याक्कै 3 दिनपछि त्यो मान्छेको लास्ट देख्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ भएको थियो लोच्छेमा चाहिँ तपाईँ टोटली माथि गएर आउनेसम्म के धेरै नै लास भेटिँदो रहेछ अबै अलिक गहना जस्तो हुन्छ तर अति नै थियो डर लाग्ने झन् त्यस्तो भयो होला हामी चढिरहेको छ हेलिकप्टरले लङ लाइनबाट लास झुन्डाले लगिरहेको छ अनि सातो गयो त्यतिखेर चाहिँ तर होइन अब सबैको हिँड्दा त अब यहाँ पनि त कति गाडीले हानेर मान्छेहरू मरेर हुन्छ स्कुटीमा मरेर हुन्छ टोयलेटमा चिपेर मरेर हुन्छ होइन रेसियोमा हेर्ने हो भने क्या अनि अब अफकोर्स त्यो भनेको त प्राइड हो नि त त्यत्रो ठुलो अग्लो ठाउँमा गएर आफूलाई समर्पित गर्नु भने मलाई चाहिँ अब मर्ने ल्याएछ भने तपाईँको यतिको मर्नुको सट्टै त सगरमाथामा मर्छु नि भन्ने चाहिँ भएको थियो मलाई कसलाई एकदमै धेरै सम्झिराख्नु भएको थियो तपाईँले सगरमाथा चढ्दै गर्दा अथवा त्यो आउँदैन केही दिमागमा चिजले जम्बी जस्तै हिँड्यो गयो तर एकचोटि जिन्दगीमा एकचोटि चाहिँ एक्सपिरियन्स चाहिँ गर्नु मन थियो किन आफ्नै देशमा भएको कुरा हो सगरमाथा भन्ने कुरा यति प्रिभिलेज छौँ हामी होइन अरूको देशमा भइदिएको भए डलर तिरेर हामी जानु पर्थ्यो जुन चाहिँ हामी सक्दा पनि सक्दैनौँ नेपाली पैसामा चढ्नु पाउनु भने एकदमै भाग्यको कुरा हो त्यही माथि सोध्छु भनेर पनि हुँदैन धेरै जाने रहरहरू थियो सगरमाथा चढ्ने रहर थियो तर अब पैसा हजुरहरूलाई थाहा रहेछ तर यति प्रिभिलेज छौँ कि नेपालीहरूलाई चाहिँ सस्तो छ गोराहरूलाई भन्दा र स्पोन्सरहरूले पनि धेरै नै हेल्प गर्नुभएको छ मलाई यसमा सबैजना अनि कतिजनाले चाहिँ भन्नुभएको छ कि कमेन्टमा स्पोन्सरको के अरे प्रचार गर्नु गएको जस्तो
मेरो सपना पूरा गर्नको लागि मेरो हरेक पाइलामा सपोर्ट गर्नुभयो नि त उहाँहरूले, त्यसैले मैले उहाँहरूलाई थ्याङ्क यू त भन्नै पर्छ। अनि मैले सबै पोस्ट फर्स्टमा चाहिँ स्पोन्सरलाई प्रायोरिटाइज गरेर थ्याङ्क यू भनेको थिएँ कि, अनि त्यो पनि मिडियामा आइदियो भने चाहिँ मलाई चाहिँ आइदियो भने बेटर होला भनेर चाहिँ मैले यो कुरा निकालिहालेँ। सबै मेरो स्पोन्सरहरूलाई म प्रेस मिट पनि राख्छु एकदमै राम्रो वेल म्यानेजसँग, अनि सबै हजुरहरूलाई पनि इन्भाइट छ, 2-3 दिनपछि गर्छु होला। सबै स्पोन्सरहरूलाई थ्याङ्क यू भनेर, किन भन्दा एक पैसाको भ्याल्यु हुन्छ त्यहाँ माथि। तपाईँको 1 लाख रुपियाँ 2 लाख रुपियाँ तिरेर अक्सिजन किन्छु भने पनि पाउँदैन क्या, सकिसकेपछि त्यहाँ त्यति भ्याल्यु हुन्छ क्या। कसैले आफ्नो पन्जासम्मै खोलेर दिँदैन कि त्यहाँनिर, होइन हरायो खस्यो भने सक्यो। तपाईँको करोडौँ दिन्छु भने पनि पाउँदैन त्यहाँ, भनेपछि त्यति भ्यालुएबल हुन्छ कि हरेक कुरा हरेक पैसाको। अनि त्यही नै हो, जसले मलाई सपोर्ट गर्नुभयो एकदमै खुसी छु। अनि चढियो आयो, सोचेको पनि थिएन। सगरमाथा चढ्दाखेरि एकदम गाह्रो भइसकेको थियो, हाइपरथर्मिया। मेरो सँगैको साथीको 3टा औँला नै फ्रस्ट बाइट भयो, कालै भयो, काट्नुपर्छ भनेर भनिरहेको थियो। अनि धन्न थ्याङ्क गड मलाई चाहिँ के भने मेरो शेर्पाहरू एकदमै राम्रो पढ्नु भयो, कम्पनी राम्रो पढ्यो, गाइडमा पनि डिपेन्ड हुँदो रहेछ। अनि त्यही हो, हिमालको टाइगर चाहिँ शेर्पाहरू नै हुँ। इफ मेरो शेर्पा दाइ नभइदिए भए चाहिँ म पनि सकिन्थ्यो होला माथि। त्यो चाहिँ हो, शेर्पाहरूलाई चाहिँ हामीले अप्रिसिएट गर्न नै पर्छ। जस्तो तपाईँको चाहिँ गाला र ओठ चाहिँ फुटेको त्यो फोटोहरू चाहिँ हामीले देखेका थियौँ, त्यो बाहेक अरू चाहिँ तपाईँलाई केही पनि मलाई केही भएन। मेरो एकदमै मेरो झन् पक्का ठेट शेर्पा दाइ पढ्नु भएको थियो, मेरो गाइड होइन, हरेक कुरा उहाँ थियो। माथि क्याम्पमा चुरो खाएर मलाई अक्सिजन लाएर बसिरहेको थियो दाइ, होइन यस्तो मजाले मलाई हेल्प गर्नुभयो। कम्पनी धेरै राम्रो पर्यो, सबै केयर राम्रो भयो। मलाई चाहिँ अलिकति केही त्यो एउटा स्क्रच पनि भएन। ओके, जस्तो कि अब हिमाल चढेर आउनु भयो नि त, हिमाल चढेपछि के पाठ सिक्नु भयो तपाईँले? जिन्दगीको भोगाइहरू सबै। म चाहिँ हिमाल नचढेर नै एकचोटि ट्रेकिङ चाहिँ जानु भन्छु सबैजनालाई। लाइफमा चाहिँ धेरै कुरा सिकिने रहेछ। आफूलाई धेरै कुरा गरे, धेरै कुरा सिके जस्तो लाग्थ्यो। अनि बुगीको इन्सिडेन्ट पनि हजुरहरूलाई थाहा नै सबै कुराहरू, होइन हजुरहरूले यति माया गर्नुभएको थियो, सपोर्ट गर्नुभएको थियो, सबैजना आउनुभएको थियो बुगीमा पनि, मलाई यसरी सपोर्ट गर्नुभएको थियो मिडियाहरूले। अनि गर्दै गयो, फेरि एक्लो मुभी पनि आयो, सोचेको जस्तो मुभी एक्सन मुभीहरू पनि भइरहेछ। अनि आफूलाई चाहिँ किन अचिभ गरे जस्तो चाहिँ भएको थियो, होइन तर त्यो एउटा आफ्नो अचिभमेन्ट बिसाउने पनि एउटा ठाउँ हुँदो रहेछ क्या। जब म सगरमाथामा पुगेँ टुप्पोमा, आफू त केही पनि भएन जस्तो लाग्यो कि। अनि आफ्नो अचिभमेन्टहरू पनि हुन्छ नि, त्यो आफ्नो त्यो एउटा सक्सेसको भार बिसाउने ठाउँ हुन्छ नि। अनि अब कसैले मलाई सोधेर तपाईँको सक्सेसको रेट चाहिँ के हो भने चाहिँ म चाहिँ 8,848 भन्छु, मैले त्यहाँ बिसाइरहेको छु कि। अनि जति म तल झर्दै गएँ, होइन त्यति आफूलाई त्यो हुन्छ नि सानो 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 सानो। यहाँ आएपछि त कस्तो रित्तो फिल भइरहेछ कि अब फेरि बिगिनिङदेखि स्टार्ट गर्नुपर्छ, अब के गर्ने होला त्यहाँ बिसाएर आइसक्यो, होइन अब त्यो मनको त्यो भारी कस्तो हल्लुका भएको छ कि, त्यो उडेको जस्तो पनि भएको छैन, आफूलाई झन् सानो फिल भएको छ। अनि हिमालले चाहिँ आफूको भनेर ठाउँमा चाहिँ ल्याउँदो रहेछ कि मान्छेलाई, आफूको भनेर चिनाउँछ। अनि त्यसपछि एउटा ठाउँ देखाउँछ। उचाइमा पुगेर आफूलाई चाहिँ कस्तो देखिँदो रहेछ? सबैभन्दा उचाइमा पुग्नु भयो नि त तपाईँ? हजुर, सबैभन्दा उचाइमा पुगेर आफूलाई हेर्दा चाहिँ कस्तो देख्नु भयो? आफूले एकदम ऐना थिएन त्यहाँ है हेर्ने। अनि फोटो खिच्छु, सबमिट फोटो खिच्छु भनेर अक्सिजन निकालेको त म त घुम्न थालेँ क्या, त्यहाँ त अक्सिजन पुग्दैन नि त, रिङ्गट लाग्यो। अनि सकेन दाइ, म त अक्सिजन निकालेर त फोटो खिच्न सकेन भने, अनि अनुहार चिनेन भने त तिमीलाई त सर्टिफिकेटै दिँदैन भने कि मेरो त त चिन्छ नि दाइ भनेर म अक्सिजन लगाएर मैले सबै सबमिट गरेँ। म चाहिँ सकेन, त्यहाँ अक्सिजन निकालेर बस्नै सकेन। कति समय बस्नुभयो तपाईँ माथि? सगरमाथामा त बसेँ म 45 मिनट जति बसेँ। किन भन्दा एकजना चाइनिज केटी हुनुहुन्थ्यो, ट्याक्कै हिलारी स्टेप भनेको लास्ट स्टेप पनि त्यो कर्नेस भनेर मान्छेहरू बित्नु भएको थियो त्यो ठाउँमा। अनि त्यो चाहिँ रिस्क हुन्छ, धेरै भिड गर्नु मिल्दैन। अनि त्यहीँ एकजना चाइनिज केटी लडिदिनु भयो कि, अनि बेहोस उठ्नु भएन। अनि शेर्पाहरूले उहाँलाई चाहिँ रेस्क्यु गरेर घिसार्दै लग्नु भएको थियो। अनि आफू जाने कुरा भएन, अनि बरु पिकमै बस्छु भनेर आनन्दले अक्सिजन पनि थियो मेरो दाइसँग। अनि 45 मिनट आनन्दले ढुक्कसँग बसेँ, चाइना हेरेँ, लोबुचे पहिला चढेको हिमाल हेरेँ, लोच्छे हेरेँ म आउँदैछु भनेर। त्यो छुट्टै त्यो रमाइलो मजै छुट्टै छ त्यहाँ माथि बस्नु। आउँदैन परिवारको याद आयो भने त एक खुट्टा नि माथि चढ्नु मन लाग्दैन। मेरो घरमा आमा चिन्ता होला, बाउ चिन्ता होला भनेर क्या। किन त्यस्तो रिस्की कुरा हो नि त, बाटै बिसी तपाईँको डेड बडिजहरू छ, कोही रेस्क्यु गरिरहेछ, कोही हेलीमा लगिरहेको छ, कोही मान्छेहरूलाई घिसारिरहेछ, होइन। अनि फ्यामिलीलाई सम्झ्यो भने चाहिँ जानु मन लाग्दैन माथि।